नमस्कार, तपाईलाई स्वागत छ आमा छोराको किचनमा। आज आमा हुनुहुन्छ यहाँ र सुत्केरी मसला बनाउनुहुन्छ आफ्नो बुहारीको लागि। यो हो भिजाएको चामल, यो मखना र यो किसमिस, यो बदाम र यो मिश्री, नरिवल, यो छ काजु, यो चम्सुर हो, मेथी र यो खर, यो छोकडा र यो चाहिँ सुत्केरीको मेन मसला र यो सोप, यो गुद हो, यो घिउ र यहाँ छ गरम मसला मिक्स गरौँ। अब हजुरहरूलाई म यो सबै मसला कसरी बनाउने भनेर हजुरहरूलाई म देखाउँछु। आमाले देखाएको सबैलाई मजाले घिउ पाउँछ। हामी यहाँ चाहिँ हेल्दियर तरिकाले बनाउने भनेर कम्ती घिउमा भुटेको छौँ। सबै कुरा नभुट्ने, त्यो भुटेपछि सबैलाई ग्राइन्ड गर्ने। ग्राइन्डरमा मैले सबैलाई ग्राइन्ड गरेँ, एक एकवटा गर्दै सबैलाई ग्राइन्ड। बाह्र मसला, सुत्केरी मसला हो। बत्तिसा, गरेको आइटमलाई एक एकवटा गरेर हामी भुट्दैछौँ बिस्तारै। बदाम कम्ती आँचको हिटमा हामीले बिस्तारै भुटिरहेको छौँ। सबै एकैसाथ हालेर भुट्नुपर्छ। अघि भुटेर ग्राइन्ड गरेको इन्ग्रिडियन्टहरूलाई हामी मजाले भुट्दैछौँ, हाल्दैछौँ, मिक्स गर्दैछौँ। अघि भुटेर ग्राइन्ड गरेकोलाई अझै घिउमा मजाले भुट्दै हुन्छ आमाले। यो हल्का क्रिस्पी रातो हुनेसम्म भुट्ने। नरिवल हाल्दै हुन्छ, नरिवल पनि भुट्ने। यहाँ अझै घिउ कम लाग्यो भने घिउ पनि थप्ने, तर धेरै घिउ हालेर पनि राम्रो हुँदैन हेल्थको लागि। सो हेल्दियरै बनाउनु खोजेको, हेल्दियर सुत्केरी मसला। चामलको पिठो पनि हाल्यौँ हामीले। अब मजाले यसलाई चामलको पिठोलाई रातो हुन्जेलसम्म भुट्नु पर्यो। यो चाहिँ ड्राई टाइपको सुत्केरी मसला हो। आगोमा फुट्नुपर्छ, कम्ती आँचको आगोमा भुट्नु मजाले रेड कलर आउने गरी। यो चाहिँ यसरी तपाईँले बनाउनु भयो भने दुध नहालिकन धेरै 1-1.5 महिनासम्म राखेर खान सकिन्छ। दुध हालेको हुँदैन, त्यही भएर नर्मली हामीले युट्युबमा हेर्दा पनि दुध हालेको। यो चाहिँ हामी यो सुत्केरी मसला चाहिँ हल्का पानी छम्केर बनाउँदैछौँ, किनभने हामीले यसमा घिउ कम्ती हालेको छौँ। तपाईँलाई लाइक हेल्थको कन्सियस हुनुहुन्न भने घिउ इनफ हालेर मजाले रातो भुट्दा हुन्छ। हल्का छोपेको पनि छौँ, तर हेल्दी, यो चाहिँ हेल्दियर साइड अफ गुड सुत्केरी मसला हो। हेर्न सक्नुहुन्छ यो अहिले बिस्तारै भुटेर राम्रो कलर पनि आइसकेको छ सुत्केरी मसलाको। लगभग तयार हुन आँट्यो। यो चाहिँ ड्राई टाइपको सुत्केरी मसला हो, दुध नहाली बनाउने, किनभने यसरी बनायो भने दिनसम्म राखेर खान सकिन्छ।
दुध हालेको त हुँदैन, त्यही भएर यस्तो बनाएको हामीले। यसमा चाहिँ हामीले ठिक्क मात्रामा घिउ हालेको छौँ, धेरै हालेको छैन, किनभने हेल्थको कन्सियस तरिकाले तपाईँहरूलाई धेरै घिउ हाल्नु मन छ धेरै घि हालेर बनाउँदा पनि हुन्छ। चामलको पिठो पाक्नुपर्छ, त्यही भएर टाइम लाग्छ। यो चाहिँ चामलको पिठो हालेको सुत्केरी मसला हो, पुवा टाइपको। सुत्केरी मसला रेडी भयो, हेर्नुहोस् गाइस। तपाईँहरू यस्तै सुत्केरी मसला बनाएर इन्जोय गर्नु होला। थ्याङ्क यू। सब्सक्राइब गर्नु नबिर्सिनु होला।